महावीर पुनलाई सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउनुपर्छ। उहाँकै अनुरोधमा त्यो मन्त्रालय गठन भएको। उहाँ जस्तो क्षमतावान व्यक्तिलाई त्यहाँ मन्त्री बनाउनु पर्छ। अब नेपालमा हेर्ने हो भने सागर रेग्मी उहाँले 18 वर्षको उमेरमै हाइब्रिड कार बनाउन सफल हुनुभयो। शाहजाद आलम 23 वर्षको उमेरमा पनि उहाँले नि हाइब्रिड कार बनाउनु भयो। 8 कक्षामा पढ्ने रमेश नेपालीले बाइकको इन्जिनबाट चाहिँ कार बनाएर चलाउनु भयो। मैले यो किन भनेको भने हाम्रो यो अहिलेको शिक्षा त्यस्तो गुणस्तरीय छैन नि त। हो, यस्तो गुणस्तरीय शिक्षा नहुँदा त हाम्रा युवाहरूले यत्रो चाहिँ आविष्कार गर्छन्। झन् चाहिँ यो विज्ञान तथा प्रविधि मन्त्रालयले यसलाई चाहिँ व्यवस्थापन गरेर हाम्रा युवाहरूलाई तालिम दिने हो भने त हाम्रो युवाहरूले त कस्तो कस्तो आविष्कार गर्छन् होला त। हाम्रो युवाहरूले त देशको काँचुली फेर्न सक्छन्। त्यही भएर महावीर पुन चाहिँ मन्त्री बनेर उहाँले चाहिँ विज्ञान प्रविधिलाई अलिकति जोड दिएर हरेक चाहिँ विद्यालयहरूमा शैक्षिक गुणस्तर बढाएर विज्ञान तथा प्रविधिको युगमा केही गर्नुहुन्छ र उहाँलाई चाहिँ मन्त्री बनाउनुपर्छ जस्तो मलाई लागेको छ।